नमस्ते साथीहरु, म चाहिँ आज हजुरहरूलाई न्युयोर्क सिटीको भ्लग लिएर आएको छु। त्यही हाम्रो चाहिँ समर यात्रा सुरु भयो, समर भ्याकेसन। अपडेट दिँदै गर्छौं के कस्तो हुन्छ हेर्दै गर्नु होला। स्टेट हामी चाहिँ घरबाट निस्किने लाग्यो। अहिले चाहिँ हामी बाटोमा छौं अनि हेर्नु न कस्तो खाले गाडीमा चाहिँ नयाँ गाडी ओसारी रहेछ हैन। मैले चाहिँ एउटा क्लिक गरिहाले अनि यतातिर चाहिँ जस्तो बाटोको ब्लगहरु देखाइरहेको छु के कस्तो हुन्छ भनेर। यो चाहिँ स्पेशली चाहिँ वाल देखाउन खोजेको मैले। वाल यस्तो हुन्छ न्युयोर्कतिर चाहिँ। अनि यहाँ चाहिँ न्युयोर्क सुरु हुन थाल्यो। यो चाहिँ क्वीन्सतिर हो अनि हाम्रोतिरबाट जाँदा चाहिँ क्वीन्स क्रस गरिसकेपछि मात्र म्यानहट्टन आउँछ। हामी चाहिँ अब अझै धेरै टाढा नै गर्नुपर्छ लगभग हैन। हामी चाहिँ लिबर्टीहरू हुँदै हामी चाहिँ स्पेशली आज चाहिँ लिटल आइल्यान्डमा जाँदैछौँ। हामी त्यहाँ गएको थिएनौँ पहिला। लिटल आइल्यान्ड भनेको चाहिँ पानीमाथि बनाइएको आइल्यान्ड हो। सबै कुरा पहिला पानी नै थियो, समुद्रमाथि चाहिँ सबै कुरा गमला जस्तो बनाएर त्यसमा चाहिँ आइल्यान्ड बनाएको छ। एकदम रुखहरू रोपेर एकदम राम्रो छ। अहिले चाहिँ टनेल मुनि छौँ। यो चाहिँ समुद्रभित्र हो। समुद्रभित्रबाट बाटो बनाइएको हुन्छ। हजुरहरूलाई कस्तो लाग्यो हेर्नुहोस् है। आज चाहिँ हामी समुद्र मुनि ड्राइभ गर्दैछौँ। हजुरले देख्न सक्नुहुन्छ त्यो म्यापमा देखाउनु। हेर्नु अहिले हामी समुद्रको बिचतिर छौँ। हामी चाहिँ टनल क्रस गरिसक्यौँ। अब चाहिँ हामी म्यानहट्टनतिर आइपुग्यौँ। म्यानहट्टनमा चाहिँ यस्ता घरहरू देखिन्छन्। यो चाहिँ सिटी बस हो। गाडी त धेरै हुन्छन्, गाडीभन्दा धेरै मान्छेहरू हुन्छन्। यहाँ चाहिँ मान्छेहरू चाहिँ बाटोमा हिँडिरहेका हुन्छन्। यो चाहिँ घर कति तलाको देख्नुभयो भन्नुहोस् है त। न्युयोर्कमा पनि बाहिर यसरी फुटपाथका पसलहरू खोलेका हुन्छन् तर सबै व्यवस्थित हुन्छन् है त। यसरी साइकल राखिएको हुन्छ, त्यो चाहिँ रेन्टको लागि राखिएको हो। अनि मैले चाहिँ यो कसरी आवत गर्छ भनेर यो चाहिँ इन्टरसेक्सनमा मैले स्टप हुँदाखेरि खिचेकी थिएँ। अनि त्यसपछि अब हामी लगभग पुग्न थालिसकेका छौँ। हामी चाहिँ गाडी पार्क गरेर अब लगभग पुग्न थाल्यौँ लिटल आइल्यान्डमा। यो चाहिँ बाहिरपट्टि। आज कति गर्मी छ है? हजुरलाई फोन भइरहेछ? ल हेर्नुहोस् त कसरी गमला जस्तो बनाएर पुरा आइल्यान्ड खडा गरेको छ। कस्तो आनन्द, कस्तो राम्रो देखिन्छ कि देख्दाखेरि पनि। अनि फाइनली हामी चाहिँ अब भित्र जाँदैछौँ। कस्तो छ भित्रको दृश्य पनि अलिअलि खिच्न सक्यो भने देखाउने छु। म अझै पनि बाहिर नै छु। अनि यतातिर चाहिँ हार्मोनियम जस्तो बनाएर राखिदिएको हुँदो रहेछ। हार्मोनियमको धुनै मिठो। मलाई चाहिँ हार्मोनियम जस्तै लाग्यो। यो चाहिँ के हजुरहरूले नै भन्नुहोस् हैन। अनि यतातिर चाहिँ बोटहरू हिँडिरहेको थियो। हामी चाहिँ एकछिन बोटहरूलाई पनि हेऱ्यौँ। अनि हामीले निहालिरहेका थियौँ। अनि त्यसपछि अब भित्र जाउँ न भनेर भित्रतिर जान त लाग्यो हैन। अनि त्यसपछि चाहिँ यस्तो राम्रो दृश्य रहेछ कि भित्रतिर चाहिँ हामी धेरै हिँड्यौँ अनि उकालो ओह्रालो पनि गऱ्यौँ। अनि कस्तो राम्रो दृश्य, एकदम मनमोहक थियो हैन। अनि बाहिर हेऱ्यौँ, भित्र हेऱ्यौँ, कस्तो राम्रो सबै कुरा म्यानेज गरेको। पानीमाथि यसरी आइल्यान्ड खडा गर्नु चाहिँ सामान्य कुरा चाहिँ पक्कै होइन। मान्छेको भिड हुँदो रहेछ। यहाँबाट चाहिँ WTC टावर पनि राम्रोसँग देखिँदो रहेछ। अनि राम्रो भ्यूज थियो यताउता होइन। समुद्रको बिचमा यस्तो राम्रो एकदमै राम्रो लाग्यो। अनि मेरो बच्चाहरू अनि मेरो हस्बेन्डले पनि राम्रोसँग धेरै इन्जोय गर्नुभयो। धेरै राम्रो थियो दृश्य चाहिँ। यता मलाई हेर्नुहोस् न साथीहरू, आउनुहोस्। त्यो चाहिँ WTC टावर हो, वर्ल्ड ट्रेड सेन्टर होइन। ऊ माथि हेर्नुहोस् त, प्लेन कति नजिकबाट देखिरहेको छ कि है। कता छ प्लेन? ऊ त्यहाँ छ हेर त। हामी चाहिँ अहिले लिटल आइल्यान्डमा छौँ। एकदमै पानीमाथिको आइल्यान्ड एकदमै व्यस्त। हजुरहरूले चाहिँ अहिलेसम्मको भिडियो हेरेर कस्तो लाग्यो भन्नुहोस् है, प्रतिक्रिया दिनुहोस्। घाम धेरै थियो अनि त्यसपछि हामी फर्किने नितो गऱ्यौँ। त्यहाँबाट बाहिर निस्किसकेपछि चाहिँ हामीले एकछिन रेस्ट गऱ्यौँ। अनि त्यसपछि हामी चाहिँ बिल्डिङ 57तिर लाग्यौँ। त्यहाँ चाहिँ धेरै राम्रो भ्यू देखिँदो रहेछ। नमस्ते साथीहरू, म चाहिँ आज किन भिडियो लिएर आएको भने म चाहिँ न्युयोर्क सहरमा छु होइन। यहाँ हेर्नुहोस् न, यति ठुलो सहर छ तर हेर्नु त पानी कति स्वच्छ छ, सफा छ क्या पानी है, कतै फोहोर छैन। त्यही भएर हामीले देशलाई विकास गर्नुको साथसाथै हामी आफू पनि विकास हुनुपर्छ भन्छु नि म। त्यही भएर भिडियो लिएर आएको।
बाहिर निस्केपछि गर्मीले गर्दा आइसक्रिम खायौँ अनि हामी घरतिर ल्यायौँ। हजुरहरूलाई यो भिडियो कस्तो लाग्यो अनि समुद्रमाथिको यो आइल्यान्ड कस्तो लाग्यो? आशा छ हजुरहरूलाई यो भिडियो मन पर्यो होला।